यो सिनमा जब प्रेम पानीमा भिजिरहेको हुन्छ, तब प्रेमले केही पनि बोकेको हुँदैन। अनि आर्य प्रेमलाई फलो गरिरहेको हुन्छ। अनि आर्यले प्रेमलाई फलो गर्दा गर्दै प्रेम टाढा गएको हुन्छ। तर वेट जब पानीमा आर्य घुँडा मारेर बसिरहेको हुन्छ, तब अचानक प्रेम छाता लिएर आइपुग्छ। अनि यो सुनसान सडकमा प्रेमलाई छाता चाहिँ कसले दियो होला? यो सिनमा पनि एउटा ठुलो मिस्टेक छ। जब आर्यले आवेशलाई प्रेम देखाउन बोलाउँछिन्, तब आवेशको छेउमा 3जना केटीहरू हुन्छ। तर आर्य अनि प्रेमलाई देखाउन बित्तिकै 3जनाबाट सिधै 2जना मात्र हुन्छ बा। आखिर कसरी? यो सिनमा जब हरि स्टेजमा सबैजनालाई कविता सुनाइरहेको हुन्छ, तब आर्य अनि प्रेमले कविता सुनेर ताली बजाइरहेको हुन्छ। तब त्यहाँनिर केवल वाइन र जुस मात्र हुन्छ। तर अघिल्लो क्षणमै हरि प्रेम र आर्यलाई भेट्न आउने बित्तिकै एउटा ब्याग देखा पर्छ बा। आखिर कसरी? यो सिनमा आर्य टोनीलाई सडकमा देखेर टोनी भएकोतिर गइरहेको हुन्छ। तब त्यतिकैमा एउटा कार स्पिडमा आइरहेको हुन्छ। तर वेट क्यामेरा एङ्गल यो साइडबाट हेर्दा कुनै पनि गाडी वा मान्छे हुँदैन। तर एकैछिनमा त्यहाँ साइकलवाला अङ्कल आइपुग्छ। आखिर कसरी? यो सिनमा कुकुर अर्थात् कुकुर दौडिएर आइरहेको हुन्छ। त्यतिकै प्रेमले हातमा भएको सामान त्यही नराखिकन भुइँमा पो फाल्छ बा। भने त्यही राख्ने ठाउँ हुँदा किन फालेको होला? अनि त्यतिकैमा अर्को स्टाफले त्यही प्रेमले फालेको सामान पो उठाउन थाल्छ बा। यो सिनमा पनि एउटा ठुलो मिस्टेक छ। जब प्रेम आर्यलाई सम्झेर ढल्किरहेको हुन्छ, तब त्यतिकैमा प्रेमको छेउछाउमा केही पनि हुँदैन। तर अघिल्लो पलमा जब प्रेम र आर्य एकअर्कालाई सम्झिन्छ, तब त्यतिकैमा प्रेमको छेउमा एउटा कुकुर सुतिरहेको हुन्छ। आखिर कसरी? यो सिनमा जब आर्य प्रेमलाई भेट्न तल आउँछ, तब त्यहाँ ढोका बन्द हुन्छ। तर आर्य प्रेमलाई भेटेर टोनीलाई लिएर कोठातिर जान लाग्छ। तर एकछिन वेट अघि मात्र बन्द भएको ढोका अलरेडी खुल्ला हुन्छ बा। आखिर कसरी? यो सिनमा पनि एउटा ठुलो मिस्टेक छ। जब आर्य प्रेमलाई छोडेर डाक्टर पढ्न बङ्गलादेश गएको हुन्छ, अनि प्रेमले आर्यलाई आफूलाई धकेलेको सम्झिन्छ, तब त्यति सम्झिने बित्तिकै प्रेम अचानक आफै ढल्छ। आखिर कसरी? होइन, हिरो लड्नु नलड्नुमा डाइरेक्टरसँग रिमोट पुन्छ कि क्या हो? जब यो सिनमा आर्य प्रेमलाई छाडेर बङ्गलादेश जान्छ, तब यता प्रेमले आर्यको हातमा आफ्नो हात काटीले छेड्छ। तर एउटा ट्विस्ट के छ भन्दाखेरि त्यही काटीले त्यही हातमा खोपेको निशाना तेर्सो काट्ने बेला हुँदै हुँदैन बा। आखिर कहाँ गयो? अनि प्रेमले हात काटेको पनि हेर्नुहोस् त, एकदम सिधा, मानव कि काटीले नभएर चक्कुले काटेको जस्तो। यो सिनमा पनि एउटा ठुलो मिस्टेक छ। जब आर्य प्रेमलाई भेट्न बङ्गलादेशदेखि नेपाल आउँछिन्, तब त्यहाँ प्रेमको पछाडि 3जना मानिसहरू बसिरहेको हुन्छ। तर वेट जब आर्यलाई देखाइन्छ, तब प्रेमको पछाडि भएको मानिसहरू नै गायब हुन्छ। आखिर कसरी? जब यो सिनमा हरि अनि प्रेमले कोकोलाई बोलाइरहेको हुन्छ, तब त्यतिकैमा हरि र प्रेम चढेर आएको स्कुटर मात्र हुन्छ। तर वेट क्यामेरा एङ्गल अलिक टाढाबाट सुट गर्ने बित्तिकै 4वटा स्कुटर देखा पर्छ त बा। आखिर कसरी?